एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो साथीको बर्थडे थियो अनि हामी चाहिँ बर्थडे सेलिब्रेट गर्न चिन्तन चौतारी जानु लागेको। हजुरहरूलाई थाहा नै छ होला चिन्तन चौतारी इटरीको। हामीले चाहिँ यसो हाम्रो आउटफिट देखाउँदै थियौँ। गएर एकछिन पछि हामीले केक पनि काट्यौँ अनि फुडहरू पनि अर्डर गरिहालेको थियौँ। अनि फुडहरू पनि छिटै सर्भ गर्नु हुँदो रहेछ। तर फुडको टेस्ट चाहिँ एक्सपेक्ट गरेको जस्तो मिठो चाहिँ थिएन, ठिकै थियो। अनि एम्बियन्स एकदम राम्रो थियो। अनि हामीले चाहिँ एकछिन फोटो भिडियोहरू खिच्यौँ ओर्यौँ अनि हामी घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। अनि हामी घर फर्क्यौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।